हाई एभ्रिवान, वेलकम टु माई भिडियो। साथीहरू, आज हामी स्वामीनारायण मन्दिर घुम्न आएको छौँ। यो हाम्रो ग्रुप एकजना मान्छे जहिले पनि छुटिहाल्नुहुन्छ। निर्भीक हाई गरिदियो। ए हाई। ल अब के हेर्छौँ हामी सबै देखाउँछौँ। फोटो सेसन हुँदैछ यहाँ। यो मन्दिर हो। कस्तो दामी छ के। ल यो कस्तो राम्रो छ के। She's a cute baby. 7 months? Yeah. Cute. Yeah, he's going to be here soon. I can see that. ए हो स्वामीनारायण मन्दिर साथीहरू। अब अहिले बन्द छ, भित्र जान पाइन्न। हेर्नु न यहाँ कस्तो राम्रो गार्डनहरू छ कि। कस्तो दामी छ कि। ल साथीहरू, हामी आज साँझ यत्तिकै अब मुड फ्रेसको लागि आएको थियौँ। अब यहाँ मैले फोटो भिडियोहरू पनि धेरै खिचेन। नेक्स्ट टाइम बुढाबुढी आउने हो हामी यहाँ टक्क लागेर। अब हामी जाँदैछौँ। आजको भ्लग यति हो। बाई। ल हाम्रो भ्लग सक्यो। बाई गरिदेऊ। बाई। यहाँ क्यान्टिन पनि छ साथीहरू। यहाँ जेरी पाइन्छ, सबै चिज पाइन्छ। अब के गर्ने, मलाई यस्तो गुलियो चिज मनपर्छ, तर के गर्ने, अहिले चाहिँ अलिकति मुख बारिरहेको छु। तर त्यो देख्यो भने फेरि मुखमा पानी आइहाल्छ, खान मन लागिहाल्छ। थोरै भए पनि खाइहाल्छ। त्यही हो। अब हामी जाँदैछौँ घरतिर। यत्तिकै हाम्रो आज मुड फ्रेस ब्लग टु बी कन्टिन्यू। वहाँ स्वामीनारायण हो क्या? स्वामीनारायण भगवान। अमेरिका आएर मेरो कपाल चाहिँ बढेछ। नेपालकै जस्तो यहाँ खास त भेटाएछु। माई गॉड, कस्तो मिठो लाग्छ मलाई यो। ए मन्दिरभित्रकै क्यान्टिन हो के। मिठाईहरू मिठाईहरू मिठाईहरू। जेरी मिठाई, जेरी मिठाई, के त्यो खान मन लाग्ने चिजहरू छ यहाँ साथीहरू।